हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। अहिले चाहिँ हामी यता नाइट हन्टिङ हामी चाहिँ यहाँ अब के अरे पाको लागि चाहिँ हन्टिङ शिकार गर्न जान्छौँ। अहिले चाहिँ अब कति बजी अहिले हाम्रो ठ्याक्कै 10 बज्नु लाग्यो। ठ्याक्क 10 बज्नु लाग्छ। समय चाहिँ एकदम मजारो होइन, चट्याङ पनि हानेर, त्यही भएर चाहिँ हामी चाहिँ एकदम जोसेर क्या अब नाइट हन्टिङ हान्न जाने भनेर त्यही भएर तयारी गर्दैछौँ। अब तपाईँहरूलाई चाहिँ के समयपछि चाहिँ हामी चाहिँ हन्टिङ गरेको भिडियोको देखाउँदैछौँ। सकेर तयारी भएन? यो यस्तोहरू चाहिँ ठिक हुन्छ या प्लास्टिक कति किन यो 200 कति गर्थ्यो यार? यो प्लास्टिक चाहिँ बेस्ट हुन्छ। हामी एकदम निस्किँदैछ भर्खर घरबाट चाहिँ। अब सुनसान छ हतारेको बेला। अनि चाहिँ पसल छ है। साउनी सुनिसम्म भयो होला। हो साउनी सुसम्म भयो। यस्तो हिँड्ने क्रममा चाहिँ यस्तो अवस्थामा फेला पऱ्यो। पिङ्दै यार हेत्तरी पा भनेको भ्याएको त डन्डो निस्किन्छ हेत्तरी। अर्को टोली पनि भेट्यो पिङ खोज्नको लागि चाहिँ। हेत्तरीका एक्लै आउनु भएको छ। हेत्तरी राति डर लाग्दैन के गर्नु समस्या छ। कता जाने मा एलङबाट जाने कि साथी पाएमा त्यहाँबाट जानु पर्ला। एक्लै त थोर होला फिलिप हो। सुनसान भइरहेछ है यस्तो। जमाइ केटा हेत्तरी छैन रहेछ हौ। अगाडिको भन्दा फेरि पाउँदैन त है। फेरि हामी चाहिँ 2 जना मात्र हुन्छौँ। एकदम डर लागेको थियो। 3 जना भयो थियो खुसी लाग्यो है। अब गएको छैन रहेछ अगाडिबाट। कति नाचिरह होला है सिरुङतिर त। यो चाहिँ हाम्रो मेरो गाउँमा चाहिँ हाम्रो पाको धनी भन्ने चिनिन्छ कि होइन? पाको धनी हुन्थ्यो केटा। पाको धनी भन्ने चिनिँदैन त हाम्रो यहाँ। अब पारी गाउँबाट नि खोज्न आउँछ है पुरा। उनीहरू नि 3-4 जना गरेर राति 3-4 बजीतिर घर पुग्ने गरी हिसाबले जान्छ है। अन्नै लिएर जान्छ कि यहाँबाट। यस्तो भिड छ है। यो चाहिँ नेबर गाउँ हो। यहाँबाट चाहिँ खस्यो भने चाहिँ फेरि सिधै एमलोकमा। यो चाहिँ पारी सेर्तुङ देखिरहेको छ क्या। आज चाहिँ हामी अचानक भयो क्या यो। अब यो मौसम नै अलिकति गडङगुडुङ हुन थाल्यो। अनि त्यसपछि त्यहाँबाट अब गडङगुडुङ परेको बेला नि अब पाउनु नि हो। त्यही भएर चाहिँ हामी यस्तो रमाइलो पारामा चिल पारामा है। के भन्न चाहनुहुन्छ कि अलिक राम्रोसँग हजुर हेर है। फेरि नपछ फेरि यार गाह्रो पर्छ त हौ। फेरि रमाइलो भइरहेछ अलिअलि भयो नि। अघि आँखा झुपझुप भइरहेछ है। अहिले त आँखा पनि खुल्यो हौ। यहाँबाट त चिप्ल्यो भने त गयो नि यार। काट्न चाहिँ खतर गर्नुपर्छ केटा सुरुमा। आज त 60-70 वटा हान्छ क्या त्यसो हामीले।
एकचोटि हामी त त्यो पहिला जाने बेला क्या त अलिक चाँडै गएको जस्तो त्यो बेला है चाँडै पुगेर होला हेत्तेरी यार यो बर्खा बेला चाहिँ गमबुट लाएर हिँड्न चाहिँ एकदम मजा आउने क्या डर छैन है राति बेला ए झारपातमा जसरी हिँड्नु भयो सरबाट टोक्ला भने डर छैन है कताबाट उता माथिबाट ए ल हामी कता यताबाट सिधै जाने कि यो बिचबाट जाने यहाँ चाहिँ लो होइन अर्को लो उता एउटा गयो हातले पुग्यो ठुक्क टिस्या दियो यार पेङ यहाँ त्यसका बाजेका रफ त यार पुर्पिङ होला हो त होइन ल कुखुरा होला चिप्लो छ है बाटै विचार पुऱ्याउनु हुन्छ कुकुनार जाने हो यस्तरी बिजो पारेर हिँड्नुपर्छ है भन्दाखेरि मात्र अब पाइयो भने चाहिँ दुःख कष्ट चाहिँ यसो गर्नुपर्ने हुन्छ जाने बेला लड्यो भने त सही हो अफ्ठ्यारो भयो अलिक ठाउँ अफ्ठ्यारो छ है यसरी खोज्नुपर्ने छ है त्यही चाहिँ गाइस आगे बसिरहन्छ अनि हामीले चाहिँ बत्ती बाल्दै चाहिँ राम्रोसँग हेरेर चाहिँ समय पनि हुन्छ भन्न चिनिन 지금 이제 바꿔 지금 학들이 एकदम अप्ठ्यारो ठाउँहरूको कारणले गर्दा चाहिँ राम्रोसँग ब्लग बनाउन सकेन खै निस्क्यो खै भेट्यो
खतरा कोही गर्छ त ल इस्माइल देऊ नि त नि आम्बो ल है ना ना यो बोलो तिन यहाँ गदे यहाँ पनि वाह यो गरे जो हाम्रो गम्ले न यो करके ढोले न यो छ यो आएर बोला समय इरो न भन्ने नि बाङा जाले यो का हाम्रो यसो घुवा हो का हो समर हिँड्नुपर्छ क्या समय जा के नजिक खिचेर दियो यही खोला यही बाटोमा के ए बाटोमा बाटोमा हेरेन नि त सर सर आयो नि त यसरी चाहिँ हामी खोलामा खोज्दै हिँड्नुपर्ने हुन्छ टेङको लागि चाहिँ पाको लागि यसले चाहिँ एकदम सुत्केरी आमाहरूको लागि चाहिँ खुराकी दिन्छ कि यसले चाहिँ मजाले बस्नुपर्ने हेरबाट माथि हुँदैन नि अबमा झरना झरनाको खतरा रहेछ यहाँ राख्नु लगाएर aku awal kan ya kau मात्र ल ल बत्ती निभाइदिनु कुच्छु नि हेर एउटा हेत्तरी यार मेरो भिडियो कारण गर्दा यार अड्क्यो नि हेत्तरी हेत्तरी यार भाले नै हो भाले भयो खतरा यार हेत्तरी यार केटाले खतरा सर्नु समय दियो हेत्तरी यार हो यार मा खुल्लो रहेछ कस्तो बाटो पनि बिजोग छ के गर्नु यस्तो छ यार हालत अब उनीहरू निन्द्राले चुप चुप भइसक्यो केटाहरू आलु बडा खान्छ हामी चाहिँ दुइटा केटाहरू भोक लाग्यो हुन्छ अब यो रातको समय कहाँ खोज्दा नि अब आलु पोखराको सहारा लिएर भयो नि घर त पुग्नै पर्यो त्यसरी यसरी चाहिँ टिप्दै खाँदै बजाउँदैछौँ है हामी अरू बोक्रा
राम्रोसित अलि रातै भएको छैन रातो हुनु त समय लाग्छ ल रातो त अब हुनै दिँदैन होला बच्चाहरूले एक हप्तामा यो सबै सकिन्छ भोलि पर्सि सकिन्छ होला अमिर सबै गुलिएछ हौ सबै गुलिएछ हौ लास्ट हामीले यार भाजी चाहिँ खानु रातै छैन धेरै खाइदियो काँठै फाइनली अहिले चाहिँ हामी यता घरतिर आइपुगेका छौँ हामी 3 जना पार्टनर छौँ अहिले र अहिले चाहिँ हामी यहाँ बाँड्ने क्रममा छौँ र बाँडिरहेको छौँ यसरी बाँड्दैछौँ है हामीले यति पनि पायो बल्ल तल माछा भइबस्छ है केटा भोलि फ्याक्ट्रीले गर्दाखेरि फाँडी हाल्नु आज नि यार सामान त हो नि ल भिडियो